स्नो दुनियाँको भिजिट कति घन्टा लाग्छ थाहा छैन। कति राम्रो प्रोग्राम नै हो मेरो लागि। कति वर्षदेखि सोचिराखेको अहिले मात्र यस सफल भइहाल्छ। माथि पनि पुग्न सकिनँ। सेकेन्ड ट्रायल अर्को ट्रायल चाहिँ कति कति लामो छ, कति उकालो छ। माथिको एउटा चट्टानवाला चाहिँ मेरो लागि स्याँ बढी हुने, त्यही भएर मेरो लागि चाहिँ एकदम कष्टकर भयो। शिविर ठिक छ? ठिक छ। पानी कति बोतल खायो? अलिकति खानुपर्छ होला होइन? अलिकति झ्याप अलिकति दिइदिनुपर्छ होला। एक रिटर्न हिँडेका छन्। पानी ल्या पानी, एक झुरुप पानी खाऊँ, एक झुरुप पानी खाइदिउँ। क्लिफ रमाइलो छैन? तालको पानी माछीले खाने, पिरिमसँग जाने कि नजाने। तालको पानी माछीले खाने, पिरिमसँग कि नजाने। आज कति डिग्री अरे? 30 डिग्री इन वेल्स स्नोडोनिया एज वेल। यो विक सर्लक्कै ओभर 30। हाम्रो प्लान पनि यही 30 मा मिल्न गयो। हो 5-6 महिना, कति महिना, 3-4 महिना अगाडिदेखिको हलिडे बुकिङ। अब लास्ट मिनटमा गर्न नपाइने हलिडे 3-4 महिना अघिको जुन लास्टमा गर्दा नि जुनको 30 डिग्रीले स्नोडोनियालाई कभर गर्यो आज। ठिक छ। ढुङ्गामा पानी आइरहेछ है। त्यसको पल्लोपट्टिबाट हामी आएको। पानी पलाइरहेछ। त्यस वेल्स पानीको धानी रहेछ। प्लेग्राउन्ड पनि सफल भएको छ। फ्याँ मलाई फेरि फ्याँ बढी हुने। हिँड्न नसक्ने पहिल्यैदेखि दौडमा भाग लिँदाखेरिमा लास्टै स्कुलमा बच्चा बेलामा भनेपछि अहिले त झन् कति बुढी भइसक्यो। 50+ के भयो थाम्मेला स्नोडोनियाको प्लेग्राउन्ड र पनि ठिक छ। पानी हेर, पानीको धनी देश हो। हिउँ फुटिरहेछन् ठाउँमा। यो पानी खाँदा पनि हुन्छ, पानी भएन भने होइन। अनि कहाँबाट आइरहेछन् सबैले भेटाउँदै हेर्दै अघि छुन्दै गरेको अवस्था। हामीहरू चाहिँ जहिले पछि परेको अवस्था। म चाहिँ स्पेसली म तलपट्टि ताल्छु चाहिँ ब्याग। हामी चाहिँ स्नोडोनियालाई सिजल्दै राउन्ड मार्दै त्यो अझै तालको बाटो हान्नेवाला छौँ। हो
त्यही भएर थोरै थोरै लितिक लितिक घाँटी बिहाउने काम भइरहेछ। पानी धेरै खानु हुँदैन चाहिँ यस्तो उकालीमा उकाली पनि अति नै एडभेन्चर हो स्नोडोनियाको। हेर्नुहोस् है स्नोडोनिया चाहिँ स्नोडोनियाको ढुङ्गा मर्यो भिडियो पनि बनाउनु छ। उकालीमा उफ पनि गर्नु छ। के गर्ने उकालीमा उफ पनि गर्नु छ। तरमा गएर छ बाउसहरू पुगिसके यहाँ गऱ्यो भने अल्टिट्युड होइन सँगै त अल्टिट्युड धेरै नबोल्नु र यत्रो होलिडेलाई छ क्याप्चर त गर्नु पनि बोनीको यताको बाटो त्यहाँबाट पनि उक्लिन्छ नि मान्छेहरू तर होइन मान्छेहरू कतिको त त्यो पहाडको छेउबाट आएको हामी यो क्लिफ चढिरहेछ माथि है। ओ हेर त माथि हेर न पुरा चढिरहेको रहेछ। हामी त नसक्ने अर्को गए पनि कम छ। मान्छेहरू यतै हुन्छ बेग्नास थाल्छ यहाँ तलको पानी मान्छेले खाने ओ हामी त माथिको डाँडामा पुग्ने हो त्यो घुम्तीको लेकभन्दा कम छैन। के चाहिँ के सौराली डाँडा हामी त डाँडामा पुग्ने हो र ऊ त माथि ठुलो देख्छ नि हो र त्यहाँ माथि गएर अर्को डाँडा ठुलो देख्छ। हामी एकपल्ट गएको थियौँ नि प्रकाश दाइ हुँदा पोहोर साल बिर्स्यो कतिवटा डाँडा गएको थियो नि हामी बिर्स्यो र त हो कि होइन ए होइन त होइन सङ्गीता म प्रकाश दाइ हामी 4 जना होइन तुमी पनि हो तुमी पनि हुनसक्छ। Another ताल another lake another side हामी खोजमा हिँड्दैछौँ फेरि। ओ यस्तो खोज कति हो कति आधी घन्टा लाग्छ होला हामीलाई पार गर्न यो खोजलाई। होइन अर्को ताल फोटो खिचिस्यो। आर्मी हुँदा कताबाट हिँड्यो अरे यो साइड होइन हो यो साइड होइन आर्मी हुँदा हिँडेको त माथि डाँडामा पुगिरहेको छौँ मान्छे त्यति बेला हामी जाने डेस्टिनेसन स्नोडोनियाको टप अफ द हिल बनेर चिनिने। अंदर खोजमा another ताल छ है
डार्लिङ आर्मी हुँदा कुन साइडमा हिँडेको अरे भनेको त्यो साइडमा ऊ तल तल कति 1000 किलोमिटर भनेको एक बिहानमा कति घन्टामा माई गुडनेस है है त्यही त आर्मीमा कति प्याक बोकेर होला अझै होइन रिडिङ गर्ने वान्स अ विक हो वान्स अ विक डार्लिङ कम्पिटिसन डे आर्मी हुँदाखेरि ठिक छ फिटनेसको लागि त एकदम राम्रो हो म चाहिँ फिटनेसमा जिरो भएँ क्या जिरो भएँ म चाहिँ आई एम जिरो त्यही भएर नै यो सुनिले नि चाहिँ उयो गर्नुपर्यो भनेर प्रोग्राम लाइफ केही प्रोग्राम युट्युबमा देखिरहेको इन्डियाबाट कहाँ कहाँबाट आइरहेछ हामी चाहिँ युके बसेर पनि नआउने भनेर मैले चाहिँ स्नुडेनिया पुग्नै पर्छ त्यही त कस्तो कस्तो बुढाबुढीहरू हिँडिरहेको हुन्छ कति कति घुँडा टेकेर कति के अरे घुँडा बाँधेर लौरो टेकेर कति मान्छेहरू एडभान्सहरू गरिरहेको हुन्छ हामी यहीँ युकेमा आएको 20 वर्ष भइसक्यो 20 वर्ष भन्ने कम हो 30 वर्षमा आउनु पर्ने पहिला 30 वर्षमा आएको थिएँ नि युके हेर न 20 वर्ष हुँदाखेरि अब के भने 50 प्लस हुँदाखेरि अब हिँड्नु परेको छ जति बुढो उति फिटनेस चाहिन्छ त्यो पनि ठिक हो तर पहिला हामी पहिला चाहिँ पिक डिस्ट्रिक्ट ठुलो बनायो अहिले चाहिँ पिक डिस्ट्रिक्ट अहिले धेरै हिँड्न पाएन अब हिँड्ने हो हिँड्न त नजिकको ट्रेल त हामी हिँडिरहेको छौँ वान्स अ विक तर ड्राइभ लिएर चाहिँ ए पानी बगिरहेको रहेछ नि त्यो तालबाट है तालबाट सल्ल पानी बगिरहेको रहेछ झट्ट गर्दै ऊ नाइस त पानी पनि त भेरी नाइस नि पानी पनि नेपालको रारा ताल रारा ताल पोखरामा हो बेगनास ताल ताल छ नि उहाँहरूमा पनि त हिँड्नु पर्ने है ओह्राली लाग्दै कोही उकाली लाग्दै खोजहरू नपर्छ क्या पर्छ नभन्नु के गभर्न सब यस्तै हो यहाँको एडभान्सहरू भनेको पुरै यस्तो छ हामी त कुहिरो लागेको डाँडामा पुग्नु छ त्यहाँ पुगेपछि हामीले फेरि ज्याकेट अन गर्नुपर्ने छ होला होइन छेक्याउ देउराली डाँडा माई गुडनेस यत्रो लामो लड्को छ त्यो डाँडामा पुग्नलाई हुइसक्यो कुहिरोले खाँदै देउराली डाँडा कुहिरोले तालको पानी माझिले पानी बिस्तारै बिस्तारै ल्यान्डिङ गर्दा बिस्तारै जाप 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 दुईवटा खुट्टा सँगसँगै होइन एकैचोटि झ्याप्प गऱ्यो भने बिस्तारै ल्यान्डिङ जाप 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 गर्नुपर्छ कतिले हामीलाई त छोडिसक्यो कति आइसक्यो लभ आकार रहेछ नि लभ लभ आकार रहेछ हार्ट
हट आएको रहेछ नि मैले बल्ल नोटिस गर्दैछु त तालको पानीलाई प्लेग्राउन्ड स्नोडेनीको प्लेग्राउन्ड हेर त ताल त ल भाट रहेछ नि ल भाट देख्यौ होइन तिमीहरू देखिसकेका थियौ कि मैले भनेर क्लिफ माथि माथि पुगिसक्यो सबैजना खोइ कहाँ पुगिसक्यो हाम्रो टोली